मा छ ब्रह्मस्वरूपा जो मूल प्रकृतिश्वरी हुनुहुन्छ। राधा वसुन्धरा उहाँहरूको स्वामी समाधव। राधा रानीको स्वामी को हुनुहुन्छ? यो गीत गोविन्दमा रचना छ। राधा वसुन्धरा वेदमाता स्वरूपाचा वेदमाता स्वरूपा राधा रानी वसुन्धरा राधा रानीको जो स्वामी हुनुहुन्छ उहाँ माधव हुनुहुन्छ। यो लेखिएको छ गीत गोविन्दमा। र जब भगवान कृष्णसँग पहिलो पटक राधा रानीको मिलन भयो, पहिलो पटक जुन समय ब्रह्मदेवले राधा रानीको विवाह गराउनु भयो, यो लेखिएको छ गीत गोविन्दमा। राधा वसुन्धरा तासाङ स्वामी समाधव। राधा माधव निजयन्ती जमुना कुलेर केडय। त्यसैले राधा रानी कृष्ण भगवानलाई माधव नामले बोलाउनुहुन्थ्यो, अर्कै नामले होइन। उद्धव के भन्नुहुन्छ? माधव नामले बोलाउनुहुन्थ्यो, अर्को नामले होइन। पाण्डवले के भन्नुहुन्थ्यो? माधव। अर्जुन के भन्नुहुन्थ्यो? माधव। द्रौपदी माता के भन्नुहुन्थ्यो? माधव। त यो माधव नाम जो छ सबैभन्दा बलवान नाम हो, शक्तिशाली नाम हो। जुन नामले सत्ययुग बनाउनेछ, जुन नामले भगवान विष्णुको परिप्रकाश हुनेछ र भक्तहरूको उद्धार पनि हुनेछ। आनन्दले एकपटक हरिभरि। त्यसैले माधव नाम भजन गर्नुहोस्। युग अनुसार नाम आउँछ, युग अनुसार नाम पनि परिवर्तन हुन्छ। यस समयमा अद्य सत्ययुगको कारण माधव नाम शक्तिशाली बनेको छ, किनकि प्रभुजीको अवतारको नाम माधव हो, बल्कि भगवानको नाम माधव हो। अष्टबाहुरे अष्ट आयुध कलिसे से जन्म हेबे माधव, यो उडियामा लेखिएको छ। माधव नामको जेहु जपोई जन्म मरण ताहार नाही। जो माधव नामको भजन गर्नेछन् उनीहरूको जन्म मृत्युको बन्धन रहने छैन। यो नित्य पञ्चसखा वैकुण्ठका पञ्चसखाहरूले भविष्य पुराणमा लेख्नु भएको छ।